हेलो भन्दिनु न भन्ने हो नभन्ने यसरी पक्रिने। हेलो गाइज म चाहिँ यहाँ टाढी बजार हो साथी र म घुम्न आएको के अरे आइफोन 12 प्रो म्याक्सलाई यसो एक्सचेन्ज गर्न लागेको कति हजार भनेको अरे 15,000 रे 15,000 मा त यो जुत्ता पनि आउँदैन होला क्या गाइज। यो जुत्ता हामीलाई भित्रबाट हेरेर बाहा सो त्यही भएर हामीले चाहिँ आइफोन एक्सचेन्ज गरेनौँ होइन। मैले चाहिँ 15 दिन आधी अनि त्यसपछि 15,000 भन्दै मेरो त आशै पऱ्यो त्यही भएर अहिले यहाँ पुरा बिल्ला पाराले 15,000 मा त एउटा स्यामसङको कभर पनि आउँदैन होला अहिले त अनि त्यो बेचेर कामै छैन कि त्यत्रो पैसा हामीले किन्यो होइन 15,000 रे भने क्या म भनेको बनाम हामीले याद छ। हामी चाहिँ अहिले फाइनली खाना खानुभयो अङ्कल खाना खानुभयो भाइ खाना खायो केही भन्दै नि त यो भ्लगमा अर्जुन सेठी यता भाइ त लगाइदिएर यार हेत्तेरिका। हेलो सन्चै हुनुहुन्छ सो गाइज हाम्रो यहाँ फ्यानहरूको चाहिँ एकदम बवाल रियाक्सन आइरहेको छ। अब हाम्रो यहाँ माछाहरू हेर्नु होला है गाइज। ल माछा त यस्तो सिसाको रहेछ त अनि ल बाइक केही भनिदेऊ त भ्लगमा भन्नु नि त खोइ सपोर्ट गर्नु यता सब्सक्राइब गर्नु भन्ने हो नभन्ने। ल ठिक छ ल गाइज माछा हेर्नु होला है। माछा यो के माछा हो यो हजुर खडी माछा हो किलो कसरी हो दाइ यो ए 300 रुपियाँ किलो रे लैजाने हो 300 रुपियाँ किलो अँ 350 रुपियाँ किलो छडी माछा रे छडी माछा आउँदैछ छडी माछा। हेलो हेलो भनिदिनु न सन्चै हुनुहुन्छ खाना खानुभयो ल ठिक छ है गएको ल। सो गाइज हाम्रो अनलाइन दोस्तले चाहिँ खतरा रियाक्सनवाला भिडियो बनाएर चिन्दिन अझै मान्छे बोल्दै हुँदा कुदाइ खान्छ जस्तो लाग्यो मलाई चाहिँ। कुदाइ किन खाने हो र खाँदैन काँचको खानु। हेलो गाइज म चाहिँ अहिले सौरा बजारमा हो। सौरा बजारमा काम सुरु भइरहेको छ यहाँ। सौरा बजारमा चाहिँ खतरा काम सुरु कस्तो राम्रो जोडीहरू यार। हेलो ल भाइ यहाँ जुरीले कान्छी आउँदैछ है। यहाँ अङ्कल निदाको अवस्थामा जुम गरेर हजुरहरूलाई देखाउँछु म यसरी फाइनली उता सौरा चोकमा आइपुग्न लागिसक्यो हामी चाहिँ लन्डन हिँडेर के गर्ने साधन त बोकेर आमा त भयो भने अहिले चाहिँ हामी स्पियर बनाउनु छोडे आयो त्यही भएर सौरा चोकमा आए गाइस। सौरा चोकमा हामी सौरा चोकमा अब हामी सौरा चोकको 22 स्टाफ पसलमा जाँदैछौँ। सौरा चोकमा आइपुगिसक्यो फाइनली। त्यही भन्नु छ सबजनाले सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु म चाहिँ होइन। फाइनली कति यहाँ चाहिँ गर्लफ्रेन्डसँग बुढेर बसिरहनु भए चट्ट लाएर कोही यहाँ शीतलमा मजा लाएर होइन शीतल तारेर बसिरहनु भए कोही मस्त मोलामा चिया खाँदै बसिरहनु भए गाइज कोही यसरी हिँडिरहनु भए ऊ बाटोमा गाइज हाम्रो यो भाइ खैरे कपाल हालेर दकुरेर भागिरहेको छ भाइ भाइ कस्तो नाकैमा लगाएर छुरहनु क्या अलिक ऊ भयो क्या। फाइनली गाइज हामी सौरा चोकमा आइपुग्यो है गाइज। यहाँ हाम्रो यो नगर प्रहरी हनुमानहरू छ यहाँ जुम गरेर देखाइदिन्छु ल। ल गाइज सौरा चोक आयो हामी सौरा चोक कपडा किन्न जाने रहेछ होइन
ट्याक्क यहाँबाट भित्र बारिस्टा बारिस्टा हो है, सिक्ने ठाउँ है। ठ्याक्क हामी भित्र छिर्दैछौँ है। हेलो सिस्टर। हेलो गाइस, म चाहिँ सौरा बजारमा आइरहेको छु होइन। हाम्रो यहाँ घुर्गाएर हेरिरहनु सबैजनाले। ल हाम्रो यहाँ नगर प्रहरीहरू हेर्नु होला, अट्टा लाएर। सौरा बजारमा है, सौरा बजारमा गाइस, म सौरा बजारमा। आम्बो सन्चै हुनुहुन्छ अङ्कल? मतलबै दिनु छैन यार। कहाँ जुम गरेर देखाइदिउँ? नाक्कैमा देखाइदिउँ कि अङ्कल? हाम्रो अङ्कल यहाँ साइकलमा आइरहनु भएको छ सौरा बजारमा। के खोजिरहनु अङ्कल? हेलो हेलो, नमस्ते आन्टी। फसाउँछ हेर। नमस्ते आन्टी, नमस्ते लासो। सौरा बजार है गाइस, सौरा बजार। गाइस हाम्रो पिरामिड एम्बुलेन्स गइरहेको छ त्यहाँबाट बोल्ला। नमस्ते आन्टी। गाइस अब मैले नमस्ते ठोक्दैछु है। नमस्ते नमस्ते। बाल नदिनु नमस्ते हामी हो नि त। बिल्ला भएको नि हामी हो नि त, थाहा छैन तँलाई अनि। गाइस यहाँ मलाई नमस्ते फर्काएन है। यहाँ नमस्ते गरेको यहाँ बिल्लाएन त्यो भाइले। अच्छा अब हामी नि अलिक भाइरल भएको भए त अलि हुन्छ नि, अब त्यस्तै हुन्थ्यो होला सायद। अब यहाँ नमस्ते हामी अहिले होइन। गाइस यहाँ खसीको मासु खानुहुन्छ भने आउनु होला है। यहाँ बुङ्गुरको खसीको मासु पाइन्छ है गाइस। हजुर हजुर, ल के यसो अबे मजा आएगा ना भनिदिनु त म्याडम। ल यसो केही भनिदिनु त ल, के को मासु पाइन्छ? हजुर हाम्रो विज्ञापन गर्ने कि तपाईको? हजुरहरूको विज्ञापनको लागि सस्तो सुलभ र सस्ता राम्रो कुकुरको मासु चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला। कन्ट्याक्ट नम्बर यहाँ खिच्दिनु अनि। हुन्छ हुन्छ, कन्ट्याक्ट नम्बर त यहाँ छ है। हाम्रो मासु चाहिँ के पाइन्छ होला यहाँ चाहिँ? हजुर हजुर, बङ्गुरको मात्रै? ए हुन्छ, सौरा बजारबाट थोरै भित्रपट्टि हो। कन्ट्याक्ट नम्बर चाहिँ यहाँ छ, हजुरले सम्पर्क गर्नु होला है चाहिएमा। हजुर जान्छु होला है अब म है। हस् हस् हस्। गाई चल्दिएको ल, म चाहिँ यहाँ बुङ्गुरको मासु दिन आइदिनु होला है। गाई अब टाढी बजार इन्ट्री हुँदैछ। टाढी बजार इन्ट्री हुँदैछ। ल हेर्नुहोस् गाई, यहाँ टाढी बजारमा यति फोहोर छ हेर्नु त। ल हेर्नु, जुम गरेर हेर्नु त। ल यस्तो फोहोर गन्दा फ्याल्ने ठाउँ होइन नि त यो। सुत्दिन्छु म त अहिले कस्टम। कस्टम भने मलाई त झोक गर्नुपर्छ। एउटा बियर खाइदिनु अझ यतिको त सिरान हुनु पऱ्यो नि त। तपाईँको प्रचार प्रसार हान्दिउँ यो बुटको प्रचार यस्तो मान्छेहरू आउँछ नि झन्। ल नपर्ने भयो, ठिकै छ त तपाईँलाई के भन्नु अब मैले। सोध्ने कन्फिडेन्स हुन्छ नि एउटा भनेको। गाई टाढीको सौरा, टाढी बजार टाढी बजार हिँड्नु। टाढी बजार आयो, टाढी बजार। हेलो हेलो अङ्कल, हेर्नुहोस् त अगाडिको, हेर्नुहोस् त कस्तो जाम भयो कि। टाढी बजारबाट भित्र लाग्दैछ नि। टाढी बजारबाट टाढी बजारबाट भित्र ल नाकैमा झोस्नु नि क्या क्यामेराले। रमाइलो भाइ अहिले पब्लिकमा के